चाहिँ जिम आएको थिएँ मैले भर्खर रनिङ गरेँ अनि 20 मिनट चाहिँ रनिङ गरेँ अब चाहिँ म साइक्लिङ गर्न लागेको आफ्टर सो लङ हुन्छ नि मैले जिम गरेको त्यस्तो टायर्ड फिल भयो भने जिम गएर आइसक्यो अनि I'm looking little bit tired because म कति पछि जिम गएको हो नि त आज अनि यसो त भएर अनि अब चाहिँ म फ्रेस हुन्छु अनि त्यसपछि ब्रेकफास्ट खानुपर्छ अनि मैले ब्रेकफास्टमा चाहिँ सायद लाइक हुन्छ नि ओट्स र योगर्ट खान्छु होला आज चाहिँ मैले किनभने हिजो सुपरमार्केटबाट लिएर आएको थिएँ सो म फ्रेस भएर देन आई विल सी यु गर्ल्स हेलो गाइस सो मैले चाहिँ भ्लग नै गर्न बिर्सेँ चाहिँ म आएर फ्रेस भएँ जिमदेखि अनि जिमबाट पनि म हिजो र आज 2 दिन भयो जिम गएको अनि लाइक हुन्छ नि कति टाइमपछि ब्याक हुन्छ नि जिम धेरै पछि जिम गरेको क्या मैले अनि सो त्यो भएर पनि कस्तो लाइक हुन्छ नि हिजोदेखि नै ब्याक पेन भएर हिजो राति त मलाई ज्वरो नै आएको थियो है हिजो जिम गएको भएर होला ज्वरो नै आएको थियो अहिले चाहिँ मैले जस्ट नर्मल एक्सर्साइजहरू गरिरहेको छु अनि सो त्यही हो अनि अहिले चाहिँ म मेकअप गरेर एउटा मिटिङमा जाँदैछु बिकज मेरो चाहिँ अपार्टमेन्ट्सहरूको कामहरू भइरहेछ नि त अब होपफुल्ली अब नेक्स्ट विकदेखि चाहिँ हाम्रो अपार्टमेन्टहरू पनि रेन्टमा जान स्टार्ट हुन्छ होला अनि सो त्यही हो अनि छिटो कामहरू भएर चाहिँ म फेरि नेपाल फर्किन्छु किनभने यहाँको लाइक हुन्छ नि यहाँको लागि चाहिँ मैले धेरै टाइम दिइसकेँ नि त अब अस्ति पनि आएर 1 महिना बसेको अब अहिले आएको पनि म अलमोस्ट 20 दिन भइसक्यो अब म 10-15 दिन त अझै छु यही दुबईमा अनि फेरि कस्तो छ भने भेरी एक्सपेन्सिभ किनभने म होटलको अपार्टमेन्ट्समा बसिरहेको छु नि त अपार्टमेन्ट्सहरू एकदमै महँगो छ नि त यहाँ अनि सो त्यो भएर पनि छिटो काम सकाएर जाने ट्राई गरिरहेको छु कामहरू चाहिँ राम्रो भइरहेछ भेरी सुन तपाईँलाई म बिग हुन्छ नि अनाउन्समेन्ट गर्छु अनि मैले चाहिँ कस्तो खालको अपार्टमेन्ट लिएको छु भनेर तपाईँलाई साइडमा भिडियो राखिदिन्छु होइन हेर्न सक्नुहुन्छ यो अपार्टमेन्ट लिएको छु अब चाहिँ यो चाहिँ 2 BHK अपार्टमेन्ट थियो अब यसलाई चाहिँ हामीले लाइक हुन्छ नि मैले चाहिँ कस्तो सोचिरहेको छु भने बेड स्पेसमा राखेर दिने सोचिरहेको छु क्या जस्ट मैले चाहिँ अहिले 2 BHK मात्र अपार्टमेन्ट गर्ने सोचिरहेको हो लेट्स से अब ट्राई गर्दैछु दुबईमा के गरौँ के लाइक हुन्छ नि कसरी के गर्न सकिन्छ भनेर सोचेर जस्ट मैले अहिले भर्खरै एउटा फर्स्ट स्टेप चालिरहेको छु होपफुल्ली राम्रो होस् होइन अनि राम्रै हुन्छ होला किनभने जहिले पनि आफूमा एकदमै भरोसा राख्नुपर्छ किनभने आफूले राम्रो कर्म गरेको छ र आफूले राम्रो वेले गरेको छ भने त्यो कुरामा कहिले पनि फेल भइँदैन सो अनि मलाई कति धेरै मान्छेहरूले म्यासेज गर्नुहुन्छ क्या अनि लाइक ब्याङ्कक के अरे दुबईमा पनि बिजनेस गर्न लागेको अनि यताउति कसरी म्यानेज गर्छ यताउति भन्नुहुन्छ अनि सबै ब्यालेन्स गर्ने कुरा त हो नि अब मेरो रेस्टुरेन्ट पनि उता पनि नेपालमा पनि भएको रेस्टुरेन्ट उता अब भाइले एकजना मेरो भाइसँग चाहिँ मैले अहिले रेस्टुरेन्ट मिलेर गरिरहेको छु उता अब मेरो ब्रान्डको कामहरू पनि भइरहेको छ गार्मेन्टहरू पनि यताउति सबै राम्रोसँगै हेरिरहेको छु ट्राई गर्छु कि सक्दो फ्री बस्दिनँ नि त म खासै फ्री चाहिँ बस्दिनँ म काम गरेको काहीँ न काहीँ म काम चाहिँ गरिरहेको छु कि लाइक भन्छ नि जता पनि होइन सो त्यो भएर अब दुबईमा पनि फर्स्ट स्टेप राखिरहेको छु आई होप राम्रो हुन्छ होला अनि अहिले चाहिँ मैले 1 इयर्सको लागि मात्रै कन्ट्र्याक्टको लागि मात्रै लिएको छु अनि इफ फर्दर लाइक हुन्छ नि राम्रो हुँदै गयो भने चाहिँ मैले त्यही अपार्टमेन्टलाई नि अब लाइक हुन्छ नि टाइमहरू थप्दै जाने सोचिरहेको छु सो त्यही हो अनि अरू त के भन्नु त्यही हो यस्तै छ लाइफ यसरी नै गइरहेको छ अनि अब मेरो ब्रान्डको पनि समर कलेक्सनहरू पनि आउँदैछ भेरी सुन मैले अघि पनि भनिहालेँ भेरी सुन म तपाईँलाई बिग अनाउन्स गर्छु लाइक त्यसको लागि पनि स्टे ट्युन अनि अरू त के भन्नु अब छिटो मेकअप गरेर हल्का मेकअप भन्दा नि हल्का टचअप किनभने आज सन्डे हो यहाँ अनि सो त्यो भएर चाहिँ म एउटा सानो एउटा मिटिङमा चाहिँ जान लागेको अनि त्यसपछि मिटिङपछि चाहिँ म एउटा दामी कफी खान जाने सोचिरहेको छु आज एउटा कफी सपतिर जाने सोचिरहेको छु किनभने कस्तो बिजी भइन्छ क्या यहाँ है काम यताउति अनि सबै ठाउँमा भ्लग गर्ने पनि पोसिबल पनि हुँदैन अनि सो त्यो भएर पनि माई आई मेकअप अनि मलाई चाहिँ नेपाल जाने बित्तिकै चाहिँ फर्स्टमा चाहिँ मेरो दाँत चेकअप गराउनु पर्छ बिकज मेरो दाँतको कस्तो प्रब्लम आइरहेछ पुरा मेरो
सोइलिङ भएर यस्तो गाह्रो भइरहेछ है अहिले मलाई दाँतमा सबसे धेरै चाहिँ मेरो दाँतले प्रब्लम गरेर चाहिँ अनि कहिले चाहिँ यताको सबै कामहरू भ्याएपछि चाहिँ म कहिले नेपाल जामलाई भइसक्यो क्या अनि त्यही भएर छिटो कामहरू सकिने बित्तिकै नेपाल जानुपर्छ अनि अब मस्कारा चाहिँ लाउनै पर्यो गाइस है यस्तै नै एकजना मेरो सब्सक्राइबरले चाहिँ मलाई तपाईले त मेकअप गर्न आउँदो रहेनछ भनेर कमेन्ट गर्नुभएको थियो एक्चुअली मलाई मेकअप गर्नै आउँदैन क्या गर्नै आउँदैन मैले यतिको मेकअप गर्न त अरूले मेकअप गरेको सिकी मैले यतिको मेकअप गरेको तपाईले एकदमै राम्रोसँग थाहा पाउनु भएछ कि मलाई साच्चै नै मेकअपै गर्न आउँदैन इभन मलाई यो आइब्रो पनि कोर्न आउँदैन उस्तै गऱ्यो भने मेरो आइब्रो कोरेको आइब्रो त एउटा डिफ्रेन्ट देखेर आउँछ किनभने कसै त्यो यस्तै नै मेकअप क्या म एकदम ठुलै पार्टीमा गयो भने यस्तै मेकअप गरेर आउँछु एकदम नर्मल पार्टीमा गयो भने यस्तै क्याजुअल पनि यस्तै सेम नै हुन्छ कि मेरो मेकअप एभ्रिडे सेम हुन्छ म त्यस्तो धेरै मेकअप नै गर्दिनँ त्यही भएर पनि अब मेकअप गर्दिनँ भन्न नखोजेको पनि त्यो पनि होइन कि मेकअप गरे पनि यस्तै नै मेकअप हुन्छ कि मलाई त्यसरी मेकअप गर्नै आउँदैन तर अब चाहिँ मेकअप क्लास सिक्नुपर्छ जस्तो छ तर के गर्नु टाइम पनि छैन अब त बुढी पनि भइसक्यो है बुढेसकालले पनि लगाइसक्यो आजकल त मलाई धेरै काम गर्ने र धेरै त्यो रेस्पोन्सिबिलिटी भएर होला है आई फिल समटाइम्स कि मलाई बुढी भइसके जस्तो फिल हुन्छ गाइस तपाईँलाई हुन्छ कि हुँदैन मेरो एजको कोही हुनुहुन्छ भने प्लिज कमेन्ट डाउन है मलाई चाहिँ त्यस्तो हुन्छ हो बुढी भइसके जस्तो फिल हुन्छ आई डोन्ट नो किन हो डन मैले मेकअप गर्ने भनेकै ब्लसर लाउँछु अनि मस्कारा अनि हल्का आइब्रो हल्का कोर्यो भने द्याट्स इट मेरो मेकअप डन अब चाहिँ म ड्रेस लाउँछु अनि देन आई विल सी यु गर्ल्स सो सी यु लेटर म चाहिँ निस्किन लागेको मैले चाहिँ आउटफिट चाहिँ ब्लू जिन्स अनि वाइट टप्स लगाएर जाँदैछु सर्ट लगाएर अनि मेरो चाहिँ मिटिङ 1 घन्टाको मिटिङ छ त्यसपछि चाहिँ आई थिङ्क आई विल गो टु सम गुड प्लेस फर कफी अनि मेरो लिफ्ट पनि आइपुग्यो आइसकेँ मैले घर ट्याक्सी चढ्नु पनि एकदमै महँगो छ एकदमै महँगो छ ट्याक्सी चढ्नु पनि बट एभ्रिडे ट्याक्सी चढ्नु परिरहेछ मलाई चाहिँ सो त्यही भएर गाडी इज मस्ट इम्पोर्टेन्ट दुबईमा चाहिँ आफ्नो गाडी हुनु एकदमै जरुरी छ अन्त एभ्रिडे ट्याक्सी चढ्दा एकदमै गाह्रो हुन्छ नि पब्लिक बस र अनि मेट्रोहरू छ अब आफू जाने ठाउँमा चाहिँ गइरा हुँदैन नि त सो त्यो हुँदाखेरि चाहिँ एकदम गाह्रो हुन्छ सबै हो I'm just here. म चाहिँ अब मिटिङको लागि जाँदैछु भित्र एन्ड आई विल सी यु लेटर है गाइस मिटिङ सकाएर नो आई डोन्ट ह्याभ नो ओके थ्याङ्क यू सो मच मलाई चाहिँ चक्लेट पाएँ मैले गाइस यहाँ मैले फर्म चाहिँ केसको भरेको भने सिटी वाक कस्तो लाग्यो अनि के को लागि आएको थियो लाइक हुन्छ नि उनीहरूले लाइक जस्ट फिडब्याक लिएको किनभने यो सिटी वाक उनीहरूले नयाँ बनाएको हो नि त सो त्यो भएर आइ एम जस्ट डन माई मिटिङ अहिले चाहिँ म एकदमै भोक लागिरहेछ मलाई आई थिङ्क आई विल इट समथिङ अनि यहाँ चाहिँ सो प्रिटी भने लुक एट दिस बुर्ज खलिफाको भ्यू सो प्रिटी आई लभ इट दिस प्लेस लिटरली नै भन्नुपर्दा आज कि यो मिन्टमा केही खानको लागि सो मैले अघि चाहिँ मिटिङमा चाहिँ कफी मात्रै पिएको थिएँ कि सो त्यो भएर सो आई डिसाइड टु इट मार्गरिटा पिज्जा बिकज मलाई अस्तिदेखि नै खान मन लागेको थियो पिज्जा सो पिज्जा नै खान्छु मेरो चाहिँ पिज्जा आइसक्यो अहिले 8 सो म चाहिँ सेफोरा जान लागेको मलाई अलिअलि सामानहरू लिनुपर्ने छ सेफोरादेखि चाहिँ अहिले चेक हियर के छ भनेर सो आइ एम ब्याक टु होम अनि मैले चाहिँ आज सेफोरादेखि चाहिँ के किनेर लिएर आएँ भनेर चाहिँ मैले चाहिँ यो वाला स्याम्पू लिएर आएको छु बिकज यो चाहिँ ट्रायल गर्नु पऱ्यो कस्तो हुन्छ भनेर कि त्यही भएर मैले ठुलोवाला नल्याएको यसको चाहिँ कन्डिसनर र स्याम्पू नै लिएर आएको छु किनभने मेरो हेयर एकदमै मेथी भएको छ क्या सो त्यो भएर अनि मैले चाहिँ यो वाला ब्लस लिएको छु बिकज मलाई पहिलेदेखि नै लिन मन थियो अनि फाइनली आज चाहिँ मैले लिएँ अनि यो चाहिँ एनास्टेसियाको चाहिँ त्यो ब्राउ जो हुन्छ नि जेल हो कि लाइक हुन्छ नि मैले त्यति धेरै त कोर्दिनँ तर पनि यस्तो कहिले कस्तो
गर्नुहुन्छ भनेर। सो दिस इज माई हल भिडियो, छोटो मिठो हल भिडियो तपाईँले हेरिहाल्नुभयो। अनि अहिले चाहिँ मेरो रुमदेखि चाहिँ यस्तो भ्यू देखिरहेको छ बिकज सनसेट हुने बेला भइसक्यो। त्यही हो। अब चाहिँ आई थिङ्क म यो भ्लग चाहिँ यहीँ इन गरिदिन्छु होला। आई होप तपाईँलाई मन पर्यो होला। मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला। एन्ड सी माई नेक्स्ट भिडियो। लभ यु।